नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यहाँहरूलाई सङ्गठित संस्थाहरूको पाठ्यक्रम परिवर्तन भएको र परीक्षा प्रणाली पनि परिवर्तन भएको कुरा जानकारी नै होला। पहिला योभन्दा अगाडि यो चाहिँ सूचना लोकसेवाले यो सूचना जारी गर्नुभन्दा पहिला चाहिँ सङ्गठित संस्थाहरूको चाहिँ प्रत्येक परीक्षाहरूको प्रथम पत्र, द्वितीय पत्र, प्रथम चरणका र द्वितीय चरणका परीक्षाहरू फरक फरक प्रश्नपत्रमा हुन्थ्यो भने अहिले चाहिँ यो एकीकृत जति पनि तपाईँको सार्वजनिक संस्थानहरू छन् तिनीहरूको लागि चाहिँ लोकसेवा आयोगले एउटा चाहिँ पहिलो चरणको परीक्षा उत्तीर्ण गरिसके पछाडि फेरि वर्षैभरि अर्को परीक्षा दिन नपर्ने गरी पाठ्यक्रमको र परीक्षा प्रणालीको विकास गरेको छ। यसको सम्बन्धमा चाहिँ म यहाँलाई केही कुराहरू राख्न गइरहेको छु। लोकसेवा आयोगको चाहिँ तपाईँहरूले पाठ्यक्रमहरू पहिलो पेपरको चाहिँ हेरिसक्नु भएको छ भने सम्बन्धित सङ्गठित संस्थाहरूको चाहिँ द्वितीय चरणका पाठ्यक्रमहरू चाहिँ बिस्तारै लोकसेवा आयोगले विकास गर्ला होइन। त्यो तरिकाको चाहिँ परिदृश्य देखिन्छ अहिले। यसको सम्बन्धमा कार्यतालिकाको लागि चाहिँ हाम्रो विवरण मागेको छ लोकसेवा आयोगले। सङ्गठित संस्थाहरू चाहिँ हामी कस्तो कस्तो संस्थाहरूलाई कस्तो तपाईँको निकायहरूलाई चाहिँ सङ्गठित संस्थाहरू भन्छ भन्ने कुराहरूको सम्बन्धमा म यहाँहरूलाई यो लोकसेवा आयोगले चाहिँ प्रकाशन गरेको सूचनाको विस्तृत रूपमा जानकारी गराउन चाहन्छु। यहाँहरूले चाहिँ भिडियो हेरेर साथ दिनु होला है। सङ्गठित संस्थाहरूभित्र के पर्दो रहेछ नि त हामीहरू हेरौँ है त। सर सङ्गठित संस्थाभित्र तपसिल बमोजिम छन् होइन। यिनीहरू सङ्गठित संस्थाहरू चाहिँ कर्मशासन, म नाम पढ्दै जान्छु। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति भन्ने छ होइन। यसको चाहिँ प्रधान कार्यालय बानेश्वर भयो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, यो यहाँले सुन्नुभएको होला होइन। नेपालको आदिवासी जनजातिहरूको सम्बन्धमा चाहिँ काम गर्छ यसले। उदयपुर सिमेन्ट उद्योग लिमिटेड छ। यसै गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड भयो। कर्मचारी सञ्चय कोष यहाँले सुन्नुभएको पनि होला, कतिले तयारी पनि गर्दै हुनुहुन्छ होला होइन। काठमाडौँ उपत्यका खानेपान लिमिटेड केयुकेएल भन्ने कुराहरू लोकसेवामा चाहिँ लागिसकेको 5-6 महिना भइसकेको अथवा 1 वर्ष लोकसेवा भइसकेको साथीहरूको लागि चाहिँ यिनीहरू चाहिँ सुनेकै नामहरू हुन्। संस्थानहरूको फर्म भर्ने साथीहरूको लागि यिनी नामहरू सुनेकै नाम होला। यसै गरी काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भयो। काठमाडौँ उपत्यका विकास प्राधिकरण, कानुन किताब व्यवस्था समिति होइन। नेपालमा आउने सबै कानुनहरू कानुन किताब व्यवस्था समितिहरूमा चाहिँ हामीले किन्न पढ्न पाउँछौँ। कालीमाटी तरकारी तथा फलफुल विकास समिति, कालीमाटी तरकारी बजारको सम्बन्धमा चाहिँ त्यसलाई व्यवस्थापन गर्नको लागि चाहिँ यो विकास समिति स्थापना भएको। कृषि विकास बैङ्क लिमिटेड होइन, एडिबिएल। कृषि सामग्री कम्पनी लिमिटेड, केन्द्रीय कानुन पुस्तकालय विकास समिति, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड होइन। गुठी संस्थान, गोरखापत्र संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान होइन। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड होइन। यसै गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, तारागाउँ विकास समिति। तारागाउँ भनेको होटेलसँग सम्बन्धित हो जस्तो लाग्छ मलाई है। तारागाउँ विकास समिति, दुग्ध विकास संस्थान, यसलाई जानकारी होला। दुग्ध विकास संस्थानमा पनि राम्रो जब करियर छ। नगर विकास कोष, नागरिक लगानी कोष होइन, नागरिक लगानी कोष भयो। कर्मचारी सञ्चय कोषहरू भए। यिनीहरू चाहिँ अहिले संस्थानहरूमा चाहिँ सबैभन्दा राम्रो रूपमा बुझिन्छ लिइन्छ। नागरिक स्टक डिलर भयो। निक्षेप तथा कर्जा सुरक्षण कोष, निजामती कर्मचारी अस्पताल, नेपाल आयल निगम लिमिटेड। यसै गरी नेपाल इन्टरमोडल यातायात विकास समिति, नेपाल इन्जिनियरिङ परिषद होइन। यसै गरी नेपाल औद्योगिक विकास, नेपाल औषधि लिमिटेड, नेपाल कानुन व्यवसाय परिषद होइन, नेपाल कानुन व्यवसाय परिषद, नेपाल कृषि अनुसन्धान परिषद नाक भन्ने छ होइन। नेपाल खानेपानी संस्थान छ होइन। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था भयो, आइक्यान भयो होइन, अथवा एनक्यान भयो होइन। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमकोमा पनि राम्रो जागिर खोल्छ होइन।
नेपाल दूरसञ्चार प्राधिकरण भन्ने छ, नेपाल धितोपत्र बोर्ड भयो यो, स्टक एक्सचेन्जसँग होइन, सेयर बजारसँग सम्बन्धित धितोपत्र बोर्ड भयो होइन, नेपाल नागरिक उड्डयन प्राधिकरण होइन, यसै गरी नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान भयो, नेपाल नोटरी पब्लिक परिषद भयो, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड होइन, यसै गरी नेपाल पर्यटन बोर्डपछि नेपाल पर्यटन बोर्डपछि तपाईँको यो भइसक्यो। नेपाल पुनर्विमा कम्पनी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान भन्ने छ है, हाम्रो सरकारी कर्मचारीहरूलाई चाहिँ तालिम प्रशिक्षण दिने संस्थान हो। ब्याट 39 होइन, ब्याट 38 का चाहिँ पास भइसके पछाडि अधिकृत त्यहाँ चाहिँ तालिमको लागि सेवाकालीन तालिमदेखि लिएर सेवा प्रवेश तालिमको लागि चाहिँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले चाहिँ सेवा प्रदान गर्छ। यो जाउलाखेलमा रहेको छ। नेपाल बिमा प्राधिकरण भयो होइन, नेपाल बैङ्क लिमिटेड एनबिएल, नेपाल मेडिकल काउन्सिल, नेपाल राष्ट्र बैङ्क होइन, एनआरबी बैङ्कहरूमा सबैभन्दा राम्रो जागिरको अवसर भएको ब्याङ्क हो नेपाल राष्ट्र बैङ्क होइन, नेपाल रेलवे कम्पनी लिमिटेड भयो, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, नेपाल वायु सेवा निगम, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट होइन, यिनीहरू चाहिँ यी सबै सङ्गठित संस्थाभित्र पर्छ होइन। नेपाल विद्युत प्राधिकरण सुनिरहनु भएकै होला यो, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल विकास समिति होइन, पशुपति क्षेत्र विकास कोष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाथिभरा क्षेत्र विकास समिति, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लगायत यहाँ हामीहरूले हेर्न सक्छौँ। आवास कम्पनी लिमिटेड छ, राष्ट्रिय खेलकुद परिषद छ, राष्ट्रिय चेतना तथा कपी विकास बोर्ड छ, राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड छ, त्यसै गरी राष्ट्रिय समाचार समिति भयो होइन, राष्ट्रिय वाणिज्य बैङ्कहरू, लुम्बिनी विकास कोष, विद्युत विकास कम्पनी, विद्युत नियमन आयोग, विशाल बजार कम्पनी लिमिटेड, विश्वविद्यालय अनुदान आयोग, विवेक कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान होइन, यी लगायत तपाईँको सामाजिक सुरक्षा कोष, सार्वजनिक सेवा प्रसारण संस्था, सिंहदरबार वैद्य खाना विकास समिति, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, हेटौडा अस्पताल विकास समिति, हेटौडा सिमेन्ट उद्योग लिमिटेड। यहाँ उल्लेखित लोकसेवा आयोगले चाहिँ उल्लेख गरेको 106वटा चाहिँ संस्थाहरू अहिले सङ्गठित संस्थाको रूपमा चाहिँ लोकसेवाले उहाँहरूको चाहिँ परीक्षा प्रणाली र सम्बन्धित कार्यतालिका कहिलेसम्म परीक्षा खुलाउने, कहिले परीक्षाको आवेदन माग्ने, कहिले परीक्षा सञ्चालन गर्ने, कहिले रिजल्ट निकाल्ने लगायतका कुराहरू चाहिँ योजना बनाउनको लागि चाहिँ यो चाहिँ विवरणमा आएको छ लोकसेवा आयोगले यी सङ्गठित संस्थाहरूको लागि। साथीहरू आज सङ्गठित संस्थाहरूको बारेमा चाहिँ के कस्ता संस्थाहरूलाई चाहिँ सङ्गठित संस्था भनेर चिनिँदो रहेछ लोकसेवाले, के कस्ता संस्थाहरूलाई सङ्गठित संस्थाभित्र राखेको छ भन्ने कुराहरू बुझ्यौँ। यस्तै गरेर विभिन्न प्रकारका भिडियोहरू मैले मेरो युट्युब च्यानलमा राख्ने प्रण गर्दै आजको लागि म यहाँ छुट्टिन चाहन्छु। धन्यवाद, थ्याङ्क यू सो मच।